रेकर्डिङ ल रेकर्डिङ सुरु भयो ल आजको क्लास स्टार्ट गरौँ है त ल अलिकति त मेरो स्क्रिन देखिरहेछ है केटा छ भन त ल ठिक छ कुन वालामा थियो यार एफएक्स प्ले यसमा हो कि यसमा हो जस्तो ओइ छैन त कुनैमा कुनमा लगइन हाने थिएँ चाहिँ मैले यार एफएक्स प्ले थियो जस्तो लाग्यो ए यसमा रहेछ ल ठिक छ ल आजको क्लासमा चाहिँ हामी स्टार्ट गरौँ न आजको क्लासमा अब के कुराकानी गर्ने भन्ने कुरा हुन्छ है केटा आज हामी मार्केट मेकर बाई मोडल मार्केट मेकर सेल मोडलहरूको कुरा गर्छौँ मेरो माइक त ठिकै छ नि है आवाज सानो आछ ठिक छ ल ठिक छ ल आज हामी मार्केट मेकर बाई मोडल र मार्केट मेकर सेल मोडलको कुराहरू गर्छौँ के हो त्यो भनेको है हामीले अगाडि मार्केट मेकर बाई मोडल मार्केट मेकर सेल मोडलको कुरा गरेछ छैन जस्तो लाग्यो मलाई ल ठिक छ त्यसो भए आज हामी मार्केट मेकर बाई र मार्केट मेकर सेल मोडलको कुराहरू गर्छौँ ल ल सुरु गरौँ अब मार्केट मेकर बाई मोडल र मार्केट मेकर सेल मोडल भन्ने कुरा के हो भन्दा सुरुमा बुझ्नुपर्ने हुन्छ मार्केट मेकर बाई मोडल मार्केट मेकर सेल मोडल यसलाई ओभरअल भन्नुपर्दा एमएमएक्सएम भन्छ है एमएमएक्सएम भनेको के हो भन्ने कुरा हेर्नुपर्ने हुन्छ यो कतातिरको कुरा हो भन्दाखेरि यो हामीले टाइम फ्रेम अलाइनमेन्ट हेरेका थियौँ नि टाइम फ्रेम अलाइनमेन्टको कुरा टाइम फ्रेम अलाइनमेन्टको कुरासँग मिल्ने कुरा हो यो है तिम्रो यसमा के हुन्छ भन्दाखेरि टाइम फ्रेम अलाइनमेन्ट हुनु पर्यो सुरुमा टाइम फ्रेम अलाइनमेन्ट नहुँदा नि हुन्छ मार्केट मेकर बाई मोडल मार्केट मेकर सेल मोडल तर त्यसमा समस्या के हुन्छ भन्दाखेरि तिम्रो टाइम फ्रेम अलाइनमेन्टै छैन भने चाहिँ हल्का लोवर प्रोबेबल हुन्छ है टाइम फ्रेम अलाइनमेन्ट नहुँदा पनि हाम्रो यो मार्केट मेकर बाई मार्केट मेकर सेल मोडल हुन सक्छ तर त्यसको लागि हाम्रो राम्रो एन्ट्री कन्फर्मेसन होइन या हाम्रो बायस कन्फर्मेसन अब प्राइस मानिलिउँ तलतिर जाँदैछ अरे जस्तै कि तिम्रो यो केसमा प्राइस यसरी तलतिर झर्दैछ भने यहाँ सुरुमा लो रेजिस्टेन्स लिक्विडिटी बनायो तलतिर माथि गयो माथि गएर केही स्ट्रक्चर सिफ्ट के भयो पकाएँ यसरी माथि गयो लो रेजिस्टेन्स लिक्विडिटी बनाउँदै माथि गएर यसरी यहाँ केही स्ट्रक्चर सिफ्ट दिएर या सिआइएसटी दिएर टाइम फ्रेम अलाइन त हुनु पर्यो नि त्यो अलाइन भइसकेपछि हामीले के एक्सपेक्ट गर्छौँ यो तलको लोसम्म प्राइस जान्छ भनेर एक्सपेक्ट गर्छौँ नि हो त्यो खालको टाइम फ्रेम अलाइनमेन्ट चाहियो क्या हामीलाई है टाइम फ्रेम अलाइनमेन्ट भएपछि चाहिँ के भयो भने प्राइस तलै जाँदै रहेछ कहाँ जाँदैछ यो तलको लोहरू लिन गइरहेछ यो लो रेजिस्टेन्स लिक्विडिटीहरू यहाँको लिन गइरहेछ भन्ने कुरा हुन्छ अब त्यसमा हाम्रो अब टाइम फ्रेम अलाइनमेन्ट त त्यो भयो मार्केट मेकर बाई मार्केट मेकर सेल मोडल कहाँबाट भयो भनेर कसरी थाहा पाउने होइन अब मार्केट मेकर बाई मोडल स्टार्ट हुनको लागि चाहिँ या मार्केट मेकर सेल मोडल स्टार्ट हुनको लागि या इन जेनरल हाम्रो टाइम फ्रेम अलाइनमेन्ट हुनको लागि के हुनु पर्यो कुनै पिरियडै ट्याप हान्नु पर्यो मानिलिउँ यो 1 घन्टाको फेयर भ्याली ग्याप ट्याप हान्यो भने यहाँबाट हामीलाई कति मिनटको सिआइएसटी चाहियो तलतिर 1 घन्टाबाट कति मिनटको सिआइएसटी भनेको थिएँ मैले 1 घन्टाबाट टाइम फ्रेम अलाइनमेन्ट हुन ओके 5 मिनट नाइस 5 मिनटको टाइम फ्रेम अलाइनमेन्ट भइसकेपछि 5 मिनटमै हाम्रो सिआइएसटी दिएपछि प्राइस के गर्छ तल जान्छ कहाँ जान्छ यो तलको लो लिन जान्छ हो यो कुराहरू हामी हटाइदिउँ अहिलेको लागि हाम्रो यहाँ के भयो यहाँ तल आयो यहाँ प्राइसले के गर्यो सिआइएसटी दियो सिआइएसटी दिइसकेपछि यहाँ माथि के छ हामीसँग अलरेडी यहाँ फेयर भ्याली ग्याप ट्याप त छ पोइन्ट अफ इन्ट्रेस्ट भइहाल्यो त्यसपछि एन्ट्री कन्फर्मेसन हाम्रो यहाँ सिआइएसटी दिइसकेपछि यो जुन तिम्रो यो तलतिरको मुभ हुन्छ नि यो खालको मुभ यो मुभ जुन छ नि तिम्रो यहाँ माथि गयो यहाँ तल आयो
यो होल मुभलाई चाहिँ हामी मार्केट मेकर सेल मोडल भन्छौँ क्या। यसलाई के भन्छौँ? मार्केट मेकर सेल मोडल। अब मार्केट मेकर सेल मोडल कसरी भयो? यो के भएको छ हेर, माथि गयो, माथि गइसकेपछि एउटा पोइन्ट अफ इन्ट्रेस्ट ट्याप गर्यो, पोइन्ट अफ इन्ट्रेस्ट ट्याप गरेपछि यहाँ स्ट्रक्चर सिफ्ट दियो, टाइम फ्रेम अलाइनमेन्ट भयो, त्यसपछि तल आएर प्राइसले के गर्यो, जहाँबाट स्टार्ट भएको त्यो लो लिदियो हो। भनेको यो के भयो? सेल मोडल, मार्केट मेकर सेल मोडल। किन तलतिर आउँदैछ, माथि गएर तलतिर आउँदैछ, मार्केट मेकर सेल मोडल हो। अब मार्केट मेकर बाई मोडल भनेको के हो त? मार्केट मेकर बाई मोडल भनेको सेम थिङ, तिम्रो पोइन्ट अफ इन्ट्रेस्ट ट्याप, मार्केट मेकर बाई मोडल भनेको के गर्यो, तलतिर गयो, पोइन्ट अफ इन्ट्रेस्ट ट्याप हान्यो, त्यसपछि सिआइएसटी दियो, सिआइएसटी दिइसकेपछि हाम्रो जहाँबाट स्टार्टिङ थियो त्यही गएर प्राइसले हान्छ। तिम्रो यो हाम्रो पोइन्ट अफ इन्ट्रेस्ट भयो, फेयर भ्याली ग्याप होइन, यहाँ फेयर भ्याली ग्याप ट्याप हानिसक्यो, फेयर भ्याली ग्याप ट्याप हान्दा के गर्यो प्राइसले, यहाँ सर्ट एन्ड इन्भर्जन दियो, इन्भर्जन दिइसकेपछि इन्भर्जन होइन, हाम्रो सिआइएसटीको कुरा छ, सिआइएसटी दिइसक्यो, सिआइएसटी दिइसकेपछि हाम्रो के गर्यो, प्राइस माथितिर कहाँ जान्छ, जहाँबाट स्टार्ट भएको थियो तलतिरको मुभ त्यहाँनिर जान्छ। अब हाम्रो यसलाई के भन्यो, मार्केट मेकर बाई मोडल भन्यो हो। किन? तलबाट माथितिर गएको छ, बाई साइडतिर गएको छ, बाई साइडको लिक्विडिटीहरू लिन गएको छ हो। अब यसमा अर्को बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि, यो तलतिर गएको लेगलाई के भन्छ होइन, यो तलतिर गएको लेगलाई के भन्छ, यो माथितिर गएको लेगलाई के भन्छ? यो भनेको तलतिर गएको लेगलाई हामी के भन्छौँ, सेल साइड के अरे सेल साइड अफ द कर्भ भन्छौँ हो। किन? तल सेल साइडतिर गइरहेछ। यो माथितिर गएकोलाई बाई साइड अफ द कर्भ। अब यो कर्भ भनेको के हो, तिमीले यहाँ हेऱ्यौ भने एउटा कर्भ जस्तो सेप बनाएर तल झरे हुन्छ नि त, त्यही भएर मैले यो ड्रइङ बनाएको हो। यो तल झर्नेलाई चाहिँ के भन्छौँ हामी, सेल साइड अफ द कर्भ है। अब यो टेक्निकल्सहरू चाहिँदैन, तर बुझिराखेको राम्रो। सेल साइड अफ द कर्भ, त्यसपछि यतातिरको के भयो, बाई साइड अफ द कर्भ। किन? सिम्पल छ क्या, माथितिर जाँदैछ भने बाई साइड भयो, तलतिर जाँदैछ भने सेल साइड हो। अब अर्को कुरा भनेको, यहाँ सिआइएसटी दिएपछि मात्र हामीले इन्ट्री कन्फर्मेसनहरू हेर्ने हो कि हाम्रो इन्भर्जनमै हेर्ने हो भन्ने कुरा, यो कुरा भनेको सब्जेक्टिभ कुरा हो। ब्याक टेस्ट जति गर्छौ, ब्याक टेस्टमा तिमीले के बुझ्छौ त्यो कुरालाई तिमीले इम्प्लिमेन्ट गर्दै जाने हो। जस्तै कि मानिलिउँ हाम्रो यहाँ चार्ट एक्जाम्पल्स हेरौँ एकछिनको लागि। ओके, 4 घन्टामा जाऊँ, केहीबाट रिजेक्सन छ छैन, केहीबाट रिजेक्सन छ छैन। प्राइसले के गरे रहेछ, यहाँ हेर, यहाँ तल हाम्रो एउटा लो छोडेको छ जहाँ चाहिँ प्राइस जान सक्छ। यहाँ माथि हामीसँग के छ, ओपन ग्याप छ हो, जहाँ चाहिँ प्राइस जान सक्छ। अब यहाँ तल प्राइसले के खोलेको छ, एउटा भोल्युम इम्ब्यालेन्स छ जहाँ पनि प्राइस जान सक्छ हो। अब यहाँ के गरेको छ हामीले, यहाँ एउटा कुरा के देख्छौँ भन्दाखेरि, यहाँ प्राइसले एउटा फेयर भ्याली ग्याप इन्भर्स हानेको छ कतातिर, माथि जानको लागि हो। माथि जानु पर्दाखेरि हामीसँग ड्रन लिक्विडिटीहरू कहाँ छ, यहाँ छ ओपन ग्याप हो, लो रेजिस्टेन्स लिक्विडिटीहरू छ। तर हामीसँग अहिलेसम्म केही ग्यापहरू ट्याप गरेछ त, ग्याप ट्याप हान्नु पऱ्यो या त लिक्विडिटी स्विप हान्नु पऱ्यो नि त हामीले ट्रेड दिन त। त्यसपछि अब के गर्ने, 1 घन्टामा जाने, 1 घन्टामा गएर म के गर्छु, अब म यहाँ मार्क गर्दै जान्छु। यहाँ के छ मसँग, माथि जानको लागि प्राइस बियरिसै छ भने पनि त यो लो त लिन्छ नि त होइन। यो लो लिने भयो, पखाइ यो हटाइदिनु, यो लो लिने भयो, त्यसपछि प्राइसले यो लो लिने भयो। किन? यो लोहरू भनेको तिम्रो फेयर भ्याली ग्यापहरूभित्र भएको लो हो। त्यसमा मैले अहिलेको लागि यो हटाइदिएँ। भनेपछि प्राइसले के गर्न सक्छ, आइदर यता आइदर यता तलतिर लिक्विडिटी लिएर माथितिर, या माथितिर लिक्विडिटी लिएर यस्तै तलतिर झर्न सक्छ नि त। दुइटामा एउटा सिनारियो गर्छ हो, त्यो कुरा तिमीले आइडेन्टिफाई गर्नुपर्ने हुन्छ। आजको क्लासमा हामीले टाइम फ्रेम अलाइनमेन्टको बारेमा सिक्यौँ, तर यसमा हामीले ट्रेड कसरी एक्चुअली गर्ने होइन, अहिलेसम्म सिकेको कुरालाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने कुरा नि हेर्छौँ। सुरुमा भनेको प्राइस तिम्रो झरिरहेछ भने केबाट डेलिभर भइरहेछ, फर्स्ट थिङ यु निड टु लुक एट इज वाट इज द प्राइस डेलिभरिङ अफ त्यत्तिकै झरिरहेछ कि कहीँबाट आइरहेछ। हो, वाट इज द प्राइस डेलिभरिङ अफ भनेको तिम्रो प्राइस
कहाँबाट आइरहेछ, केही लिक्विडिटी लिएर आछ कि जोत्मै झरिरहेछ, स्पोन्सर्ड छ कि छैन, हो त्यो कुरा हो। जस्तै तिम्रो यहाँनिरबाट प्राइसले माथि गएर केही सर्टेन लिक्विडिटी लिएको छ, सर्टेन लिक्विडिटी लियो या फेयर भ्यालु ग्याप ट्याप हानेको छ भने त्यहाँबाट तिम्रो तलतिर झरेको भ्यालिड हुन्छ हो। भनेपछि यसमा के हुन्छ, द प्राइस इज डेलिभरिङ अफ के, यहाँ जुन फेयर भ्यालु ग्याप हुन्छ है, 1 घन्टाको फेयर भ्यालु ग्याप छ भने 1 घन्टाको फेयर भ्यालु ग्यापबाट डेलिभर भइरहेछ, लिक्विडिटी स्विप हानेछ, लिक्विडिटी स्विप हानेर डेलिभर भइरहेछ। तर यहाँनिर हाम्रो केहीबाट लिक्विडिटी स्विप पनि हानेको छैन, फेयर भ्यालु ग्याप ट्याप पनि हानेको छैन, हामीसँग माथि टन्स अफ लिक्विडिटी छ भने यो तलतिरको यो जुन मुभ छ यो जस्टिफाइड छ त, यो जस्टिफाइड छ छैन नि। यो भनेको त अनस्पोन्सर्ड हो, केही ट्यापै नगरिकन केही गर्दै नगरिकन प्राइसले के गरिरहेछ, यो तलतिर झरिरहेछ भनेपछि दिस इज अनजस्टिफाइड होइन त। जस्टिफाइड छ त छैन, जस्टिफाइड छैन भने चाहिँ यो के भयो, हाम्रो अनस्पोन्सर्ड भयो। किनभने यो तलतिरको मुभ यो भ्यालिडै छैन क्या, बुझ्यौ। यो तलतिरको मुभ भ्यालिडै नभएपछि यसबाट यो लेगमा बनेको तिमीले स्ट्रक्चर हेरेर सर्ट्स लिन मिल्दै मिल्दैन, मिल्छ नमिल्ने होइन। किनभने एट द एन्ड बटन थिच्ने भने आफ्नो हातमा हुन्छ, हामीले थिच्ने हो। तर बटन थिच्ने भन्दैमा ड्याङ थिच्ने पनि होइन होइन, राम्रो सेटअप छ छैन हो त्यो कुरा हेर्नु पऱ्यो नि त। अब अस्ति नि मैले कुरा गर्दा के भनेको थिएँ, कस्तो खालको केसमा कन्टिन्युएसन राम्रो हुन्छ, कुनै पनि ग्यापबाट डेलिभर भएको स्पोन्सर्ड मुभ हुनु पर्यो यो तलतिर, त्यसपछि के हुनु पर्यो, प्राइसले यसलाई के गरे हुनु पर्यो, यसलाई के गरे हुनु पर्यो भने चाहिँ मैले यो तलको यो ग्यापलाई प्राइसले ट्याप हानेर यो माथिको मुभ के हुनुपर्ने हुन्छ, स्पोन्सर्ड हुनुपर्ने हुन्छ। यो माथि केही ट्यापै गरेको छैन र तलको यो 5 मिनट 15 मिनटको कन्टिन्युएसन काम गर्न सक्छ अभियस र अन लिक्विडिटी छ भने। जस्तै मसँग यहाँ अति नै अभियस र अन लिक्विडिटी जहाँ चाहिँ प्राइसले छोड्दै छोड्दैन भन्ने खालको छ भने प्राइसले लिन्छ, नत्र तिम्रो त्यस्तो केसेसमा लिँदैन प्राइसले। र यो होल मुभ जुन छ यो गिभ ब्याक गर्छ प्राइसले, माथिको लिक्विडिटी स्विप हान्छ, नयाँ स्ट्रक्चर बनाएपछि डम्प हान्छ या पम्प हान्छ है हो। फर्स्ट थिङ हाम्रो के रहेछ, कहाँबाट स्पोन्सर हान्दैछ। त्यसपछि सेकेन्ड थिङ भनेको आर वी रेस्पेक्टिङ बुलिस अर बियरिस हो। हामीले चाहिँ कस्तो खालको पिडिएरिज रेस्पेक्ट गरिरहेको छौँ, आर वी रेस्पेक्टिङ बुलिस पिडिएरिज अर डिसरेस्पेक्टिङ बुलिस पिडिएरिज, या त वी आर रेस्पेक्टिङ हाम्रो बियरिस पिडिएरिज, या वी आर डिसरेस्पेक्टिङ बियरिस पिडिएरिज है। यो दुटामा एउटा हुनु पर्यो। भनेको के हो, भनेको हो, भनेको के हो भने तिम्रो यहाँ कुनै ग्याप हुन सक्छ, तिम्रो यहाँनिर कुनै ग्याप हुन सक्छ, बियरिस ग्याप होइन, तिम्रो यहाँनिर कुनै ग्याप हुन सक्छ होइन। हो यो भनेको चाहिँ के हो भन्दाखेरि तिम्रो प्राइस कुनै पोइन्टमा यहाँ एउटा सर्टेन आवरली फेयर भ्यालु ग्याप फर फेयर भ्यालु ग्याप जेसुकै ट्याप गरोस्, त्यो ट्याप गरिसकेपछि इफ द प्राइस इज रिजेक्टिङ दिस ग्याप, माथितिर मुभ बनाएर एउटा नयाँ फेयर भ्यालु ग्याप 5 मिनट 15 मिनटको फेयर भ्यालु ग्याप, आइम टकिङ अबाउट 15 मिनट or 5 मिनटको फेयर भ्यालु ग्याप, त्यहाँ ट्याप हानेर प्राइस रिजेक्सन दिन थालेर है ढोका लगाइदिसो न, 5 मिनट 15 मिनटको ग्याप बनाएर त्यहाँबाट रिजेक्सन दिइसकेपछि हामीले एउटा कुरा के सोध्नुपर्ने हुन्छ भने कन्डिसन हेरेर आर वी रेस्पेक्टिङ बुलिस पिडिएरेज अर डिसरेस्पेक्टिङ देम। हामीले यो केसमा के गरिरहेछौँ, हामीले के गर्यौँ, बुलिस पिडिएरेज रेस्पेक्ट गऱ्यौँ, यो बुलिस पिडिएरेज रेस्पेक्ट भयो। यहाँनिर हामीसँग केही इन्भर्जन छ भने यसलाई के गर्यौँ, डिसरेस्पेक्ट गऱ्यौँ। त्यसपछि माथि गयो प्राइस, तल आएर के गर्यो, यहाँ बुलिस फेयर भ्यालु ग्याप जुन छ त्यसलाई के गर्यो, प्राइसले रेस्पेक्ट गर्यो भनेपछि प्राइसले के रेस्पेक्ट गरिरहेछ, बुलिस पिडिएरै रेस्पेक्ट गरिरहेछ भनेपछि यहाँ हाम्रो सर्टेन इन्भर्जनहरू छ लोवर टाइम फ्रेममा भने हामीले के गर्न मिल्यो, यो ट्रेड लिएर के टार्गेट गर्न मिल्यो, यो इन्टरनल हाई या त अनफिल्ड ग्याप्सहरू या सर्ट एन्ड प्रोमिनेन्ट लिक्विडिटी पुलहरू, जुनको बारेमा चाहिँ हामीले अलरेडी कुरा गरिसकेको छौँ है। यो भयो हाम्रो सेकेन्ड थिङ है, हाउ टु आइडेन्टिफाई हाम्रो प्रपर ए प्लस सेटअप्सहरूको बारेमा हो। अहिलेसम्म बुझिरहेछ केटाहरूले?
ल अर्को कुरा भनेको विल आई बी म्याड एट माइ सेल्फ एन्ड ओभर ट्रेड होइन एन्ड ओभर रिस्क इफ दिस सेटअप फेल्स राइट। यो कुरा भनेको के हो? यो भनेको यसलाई कसरी पनि बुझौँ भने त्यो ट्रेड जुन तिमीले लिन लागिरहेछौ त्यो ट्रेड चाहिँ तिमीले ब्याक टेस्टमा फरवर्ड टेस्टमा यु हेभ रेपुटेसन इन इट राइट। रेपुटेसन भनेको के हो? तिमीले चर्को धेरै रेप्स हानिसक्यौ हो भनेको तिमीले धेरैचोटि त्यो सेम ट्रेड लिइसक्यौ, तिमीले धेरैचोटि त्यो सेम ट्रेडमा एक्जिक्युट गरिसक्यौ होइन। अब तिम्रो एउटै खालको ट्रेड कहिले पनि मार्केटमा आउँदैन, एउटै ट्रेड कहिले पनि मार्केटमा आउँदैन, तर इट्स अल अबाउट डिस्कसन तिमीलाई के चाहिने कन्फ्लुएन्सेसहरू छ छैन भन्ने कुरा हो। त्यो कुराहरू सबै जहिले एउटै सेम कुरा त हुन्छ आफ्नो कन्फ्लुएन्सेसहरू होइन। अब तिम्रो एन्ट्री मोडल आइसिटी कन्सेप्टहरूको अराउन्डमा बेस्ड भएको छ भने तिम्रो सपोर्ट रेजिस्टेन्स त पक्कै नै युज गर्दैनौ, सपोर्ट रेजिस्टेन्स या एलियोट वेभहरूको त्यताको कुरा त गर्दैनौ होइन। हो त्यो कुरामा यसमा चाहिँ के भन्न खोजेको भन्दाखेरि जुन ट्रेड तिमीले लिन गइराखेको छौ त्यो ट्रेड चाहिँ तिमीले दिनभरि पर्ख्यौ भने पनि त्यो त्यस्तो खालको राम्रो ट्रेड तिमीले पाउँदैनौ जस्तो लाग्छ भने यु क्यान एक्जिक्युट द ट्रेड। मैले भने बुझिरहेको छौ? आई रिपिट, तिमीले सर्ट एन्ड ट्रेड जुन लिन लागिरहेछौ त्यो ट्रेड इफ यु थिङ्क कि यस्तो खालको ट्रेड फेरि पनि मैले पाउँदिनँ भन्ने कुरा चाहिँ तिमीलाई लाग्छ भने यु क्यान टेक द ट्रेड। नत्र होइन यो मैले यो ट्रेड लिन लागिरहेको छु, जस्तै एक्जाम्पल दिन्छु म। यहाँ तल मैले यहाँनिरबाट हिजोकै एक्जाम्पल दिन्छु म, यहाँ बाई हान्न लागिराखेको छु अरे होइन, यहाँबाट बाई हान्न लागिराखेको छु, तर प्राइसले के गरेछ यहाँ तल इक्वल लो बनाएको छ, या सर्टेन 30 मिनट 15 मिनट 4 घन्टा 1 घन्टा केही ओपन फेयर भ्याली ग्याप राखेछ हो, जसमा चाहिँ प्राइसले अझैसम्म मेनिपुलेट हानिसकेको छैन। यस्तै तलतिर गएर जुन मेनिपुलेसन हुन्छ त्यो हाने छैन प्राइसले। भनेपछि तिमीले यो लेगमा यसरी यहाँ इन्भर्जन पायौ भने तिमीले यो लेगमा इन्भर्जन पायौ, यसरी पायौ भने तिमीले के गर्न मिल्यो? यहाँबाट लङ्स लिन मिल्यो अरे। मैले लिन मिल्छ भन्दा छुइनँ है, मिल्यो अरे एज पर योर कन्सेप्ट होइन, एज पर योर अन्डरस्ट्यान्डिङ होइन, एज पर योर एक्सपिरियन्स होइन। तिमीले अब यो सोचेर यहाँ लिन्छु भनेर बस्यौ अरे हो। यस्तो केसमा चाहिँ वाट यु निड टु आस्क टु योर सेल्फ इज यो ट्रेड यदि फेल भयो भने मलाई होइन, या यो ट्रेड चाहिँ यहाँ तल जाने कुनै रिजनै छैन मेरो लागि होइन। जस्तै कि यो ट्रेड अब तिम्रो यहाँ अनफिल्ड ग्याप छ, मेरो लागि त रिजन छ यो ट्रेड तल जान सक्छ, फेरि ओपन ग्याप्समा म्यानिपुलेट हान्न त्यसपछिको इन्भर्जन यस्तो खालको इन्भर्जन चाहिँ मैले लिन सक्छु भन्ने खालको मसँग लजिक छ, मसँग रिजनिङ छ, मसँग एक्सपिरियन्स छ। तर तिमीहरूलाई यही ट्रेड राम्रो लाग्यो भने तिमीहरूले आफूले आफूलाई के सोध्नुपर्ने हुन्छ, यो ट्रेड के गर्न सक्छ त होइन। दुईटा आउटकम हुन्छ, एउटा भनेको प्रफिट एउटा लस, अब ब्रेक इभन काउन्टै नगरौँ होइन। त्यसमा तिमीले के सोध्नु पर्यो आफूले आफूलाई भन्दाखेरि यो ट्रेड चाहिँ मलाई लस हान्यो भने पनि इट विल बी अ पार्ट अफ द स्ट्याट्स। भनेको तिम्रो 70%को विन रेट छ भने यु आर बााउन्ड टु लुज 30% अफ द टाइम। 10वटा ट्रेड लिँदा तिमीले 3वटा लस लिनै पर्ने हुन्छ राइट। बट तिमीले यो ट्रेड चाहिँ तिम्रो स्ट्याट्स वाइज लस हो कि तिम्रो जोत्लेको तिमीले प्रपर सेटअप राम्रो सेटअप तिमीले फाइन्ड गर्न नसकेर भएको लस भन्ने कुरा यु निड टु आइडेन्टिफाई इट। बुझ्यो? भनेको यो ट्रेडमा देयर इज अ भेरी हाई चान्स द्याट प्राइस कुड इजिली म्यानिपुलेट टु दिस लोज। यो तलको फेयर भ्यालु ग्यापमा ट्याप गरेर त्यसपछि इन्भर्जन दिएर यो लो स्विप हानेपछि यहाँको इन्भर्जन चाहिँ यसरी लिन मिल्यो नि त तिमीले होइन, मिल्यो नि यो कुरा। भनेपछि मैले भनेको बुझ्यौ? यो ट्रेड लिने कि यो ट्रेड लिने, र यो ट्रेड लिँदा तिम्रो लस भयो नि तिमी खुसी हुन्छौ र प्रपर रिस्क म्यानेजमेन्ट छ, होइन मलाई केही मतलब हुँदैन भने जस्तो छ भने यु क्यान टेक दिस ट्रेड। बट इफ यु वान्ट टु वेट फर द राइट टाइम, इफ यु हेभ पेसेन्स, र इफ यु थिङ्क कि तिम्रो होइन म एउटा वान वान सर्ट वान किल भन्ने खालको सोच, जस्तै कि आइल टेक वान ट्रेड आइदर विन अर लस आइल बी डन फर द डे भने यु क्यान टेक दिस ट्रेड। बुझ्यो मैले भनेको? अब आइल गिभ यु द इक्जाम्पल अफ टुडेज केस। आज मैले गोल्डमा लिएको लङ्स ल्याएको थिएँ जस्तो लाग्यो। लङ्समा मैले $100 रिक्स गरेको थिएँ, किन भन्दाखेरि त्यो ट्रेड भनेको इजिली तल गएर म्यानिपुलेट हान्न सक्थ्यो ओपन ग्याप्सहरूमा है। मैले $100 रिक्स किन गरेको थिएँ? आई स्टिल ह्याड $350 लेफ्ट, जसमा चाहिँ मेरो $250 सेफ, जसमा चाहिँ मेरो डेली लस लिमिट भनेको $350 हुन्छ है। ठिक छ, यतिसम्म बुझिरहेछ केटाहरूले? बुझा छैन भने मलाई भन है, यो हटाइदिन्छु म। ठिक छ।
ल अर्को कुरा भनेको हैन यसलाई फर्स्टमा नराखौँ। अब यहाँ मैले एउटा के कुरा भनेको छु भने आर वी ट्रेडिङ द पावर अफ थ्री और जुडा स्विङ भनेको छु। अब पावर अफ थ्रीको कुरा मैले गर्नै पर्दैन, जुडा स्विङको कुरा मैले गर्नै पर्दैन, मैले अगाडि नै कुरा गरिसकेको छ। तर हल्का एउटा रिफ्रेसर दिनुपर्ने हो भने पावर अफ थ्री बेसिकली मिन्स अक्युमुलेसन म्यानिपुलेसन डिस्ट्रिब्युसन है। अब यसमा के हुन्छ, प्राइस मोस्ट लाइकली टेन्स टु अक्युमुलेट बिफोर अ सर्टेन की ओपन। जस्तै कि तिम्रो के हुन्छ भन्दाखेरि यो प्राइस यसको एक्चुअल कुरा भनेको चाहिँ कस्तो हुन्छ भने प्राइस अक्युमुलेट हान्छ बिफोर कुनै टाइम ओपनिङ है, की ओपनिङ है, की ओपन भन्दा छु म हो। त्यसपछि यहाँ के गर्छ प्राइसले यस्तरी यहाँ कुनै की ओपन जस्तै यो जे पनि हुन सक्यो। यसलाई चाहिँ यो रातो कलर लगाइदिउँ ल। यो के हुन सक्यो तिम्रो भने कहाँबाट लेख्छ यसको 9:30 AM / 10 AM / 10:30 AM होइन जे हुन सक्यो क्या बुझ्यौ नि। या तिम्रो 00 AM 00 होइन, या तिम्रो 8:30 AM। अब हामीले 8:30 AM ट्रेड गर्दैनौँ, त्यही भएर मैले यिनीहरूलाई हटाइदिन्छु है। अब हामीले यो 00 भन्ने जुन लेभल छ, मैले अगाडि केटाहरूलाई डेली पावर अफ थ्री युज गरेर बायसहरू कसरी फाइन्ड गर्ने भन्ने कुरा भनिसकेको छु। त्यही भएर हामी अहिलेको लागि यति कुरा युज गर्छौँ। किन भन्दाखेरि यो बायसको लागि भइहाल्यो। यो तिनवटा कुरा भनेको हाम्रो सेसनभित्रको कुरा हो, त्यही भएर हामीले यो सेसनभित्रको कुराहरू हेरिरहेको छौँ है। अब यो कुरा के भयो, कुनै पनि की ओपनको अगाडि प्राइस के गर्छ, अक्युमुलेट गर्छ, त्यसपछि म्यानिपुलेट हान्छ, त्यसपछि डिस्ट्रिब्युट हान्छ। हो, यसलाई पावर अफ थ्री अर अल्सो नोन एज अक्युमुलेसन म्यानिपुलेसन डिस्ट्रिब्युसन एएमडी मोडल भन्छ है। अब यसमा चाहिँ मैले किन यो भनिरहेको छु भन्दाखेरि हाम्रो जस्तै 9:30 मा त अब हाम्रो जुडा स्विङ मोस्टली जुडा स्विङ हुन्छ। जुडा स्विङ अल्सो हाम्रो कहिलेकाहीँ पावर अफ थ्री पनि भइरहेको हुन्छ है। अब मैले यो किन भनिरहेको छु भने इफ यु आर ट्रेडिङ अराउन्ड दिस की ओपन्स, अब हाम्रो एएम सेसनमा 9:30 को नजिक होइन, 9:30 अगाडि ट्रेड गर्दै हुन्छ, 10 बजे अगाडि ट्रेड गर्दै हुन्छ, 10:30 अगाडि ट्रेड गर्दै हुनुहुन्छ होइन, हो त्यस्तो कुराहरू छ भने वाट यु क्यान बेसिकली डु इज यु क्यान वेट फर द की ओपन्स। की ओपन्स किन पर्खिने, की ओपन पर्खिँदाखेरि हजुरको के हुन्छ भने प्राइसले रेस्टिङ लिक्विडिटीहरू जुन छ त्यो स्विप हानेर प्राइसले एउटा सर्टेन स्ट्रक्चर बनाउँछ। जस्तै अक्युमुलेसन म्यानिपुलेसन डिस्ट्रिब्युसन गर्ने होइन, या कन्टिन्युएसन दिने, त्यो खालको स्ट्रक्चर बनाउन थाल्छ क्या। त्यही भएर चाहिँ इट्स बेटर टु वेट फर यु ओपनहरू है। त्यही भएर मैले यहाँ के एउटा कुरा राखेको छु, आर वी ट्रेडिङ द पावर अफ थ्री अर जुडा स्विङ, यो कुरा आइडेन्टिफाई गर्नु पर्यो हजुरले। अब जस्तै मैले 9:59 मैले ट्रेड दिन लागिरहेको छु भने 1 मिनटको इन्भर्जन दिएर वाइ कान्ट आई वेट 1 मोर मिनट। किन भन्दा मोस्टली के गरिदिन्छ प्राइसले भन्दाखेरि तिम्रो 9:59 यसरी यहाँ माथि इन्भर्जन दिएको छ भने पनि मोस्ट लाइकली प्राइस के गर्न सक्छ, माथितिर गएर यो म्यानिपुलेट हानेर सर्टेन कुराहरू ट्याप गरेर अनिको इन्भर्जन चाहिँ अक्युमुलेसन म्यानिपुलेसन डिस्ट्रिब्युसन गरेर तलतिर मेरो क्यामेरा देखिएन होला यहाँनिर यहाँ तिम्रो माथितिर गएर होइन, यहाँनिर इन्भर्जन दियो भने पनि तिम्रो 10:59 यो इन्भर्जन फेल भएर माथितिर गएर लिक्विडिटी स्विप हान्दा तलतिर जान सक्छ क्या। तर तिमीलाई यहाँ इन्भर्जनै दिइसकेको छ र तलतिर ओपन ग्याप 15 मिनट छ भने चाहिँ दिस कुड बी अ भ्यालिड ट्रेड। किन भन्दाखेरि पावर अफ थ्री हुनको लागि कुनै पोइन्ट अफ इन्ट्रेस्टमा म्यानिपुलेट हान्नु पऱ्यो या लिक्विडिटी स्विप हान्नु पऱ्यो नि त होइन र। हो, त्यो गर्नको लागि चाहिँ प्राइस तल गयो भने चाहिँ युल बी लक्की। तर हामी लक्की भएर काम हुन्छ त, हुँदैन। हामीले त क्यालकुलेटेड रिस्क लिनु पऱ्यो होइन, यो त्यो कुरा हो है। बुझ्यो केटाहरूले यो हाम्रो पावर अफ थ्री जुडा स्विङको के हो कुरा भन्दा है। ल ठिक छ। अब हाम्रो फिफ्थमा भनेको डु वी हेभ एनी न्युज होइन। यो कुरा त मैले खासै एक्सप्लेन गर्नुपर्छ जस्तो लाग्दैन। आई डोन्ट थिङ्क आई निड टु एक्सप्लेन दिस अझै पनि है। हामीले ट्रेड गर्ने बेलामा न्युजहरू छ कि छैन होइन, न्युज आउनु लागेको छ। जस्तै यहाँ हाम्रो यहाँ के न्युज देखाइरहेको छ एउटा, यो न्युज आउनु लागिरहेको छ भने 1-2 मिनट पर्ख्यो किन भने प्राइसलाई स्टेबल हुन दियो है।
अनि अर्को कुरा भनेको मोस्टली मान्छेहरू चाहिँ के गर्छ भने 9:30 मा जुडा स्विङ दिन्छ। जुडा स्विङ दिएन भने पनि केटाहरू हतार गरेर चार चारवटा ट्रेड लिन खोज्छ। मजाले स्ट्रक्चर पर्ख्यौँ, मार्केटलाई हल्का कुल डाउन हुन दिउँ, स्ट्रक्चरै केही छैन भने यु कान्ट डु एनिथिङ है। स्ट्रक्चर बनाउनको लागि गिभ एटलिस्ट 10 देखि 15 मिनट। अब जुडा स्विङहरू त्यस्तो अब इन्स्ट्यान्ट फेयरवेल ग्याप ट्यापहरू त्यस्तो खालको केही कुराहरू दिएको छ भने यु क्यान टेक द ट्रेड। तर त्यस्तो केही दिएको छैन भने चाहिँ वाट यु क्यान डु इज वेट फर द प्राइस टु मेक सम स्ट्रक्चर। मार्केटले केही स्ट्रक्चरहरू बनाउनु दियो, त्यो स्ट्रक्चरहरू बनाइसकेपछि यु क्यान टेक द ट्रेड अकर्डिङ टु द स्ट्रक्चर है। बुझ्यो केटाहरूले मेरो कुरा? बुझ्यो? ल ल ल ल ठिक छ। अब आज हाम्रो लास्ट एन्ड फाइनल टपिक ल यो भनेको के हो त, हाम्रो डिरेक्सनमा राम्रो लिक्विडिटीहरू छ। अब लिक्विडिटीहरू के हुन्छ भनेर मैले फेरि रिपिट गर्नु परेन, तर रिफ्रेसरको लागि राम्रो लिक्विडिटीहरू कहाँ कहाँ हुन्छ? डेटा हाई डेटा लो, न्युज क्यान्डल, ए डेटा हाई डेटा लो भनेको के हो? न्युज क्यान्डल होइन। त्यसपछि डेभल्स मार्क भनेको के हो? विक बिनाको क्यान्डलहरू, मेनिपुलेसन नपुगेको क्यान्डलहरू, मेनिपुलेसन गर्न प्राइस त्यतातिर जान्छ। थर्ड थिङ भनेको 9:30 को हाई येल्लो। फोर्थ थिङ भनेको चाहिँ हाम्रो के अरे इक्वल हाइज इक्वल लोज। मैले यो कुरा गरेको छु कि छैन होइन। इक्वल हाइज इक्वल लोज भनेको हाम्रो ट्रेड डिरेक्सनमा लङ हान्दा चाहिँ माथितिर छ भने यो कुराहरू एकदम राम्रो हुन्छ। अर्को भनेको ओपन फेयरवेल ग्यापहरूमा लिक्विडिटी राम्रो हुन्छ है। त्यस्तो टार्गेट गर्न मिल्यो, ब्रेक इभन हान्न मिल्यो, या त्यसलाई टिपी राखेर गर्न मिल्यो होइन। हो त्यो कुराहरू चाहिँ केटाहरूले हेर्नुपर्ने हुन्छ। र यो सब कुरा मैले लेख्नु पछाडिको रिजन भने चाहिँ मैले अगाडि नै चेक लिस्ट पनि दिइसकेको थिएँ केटाहरूलाई। तर यो मैले यो सब स्टेप्सहरू यसरी बनाउनुको मेन रिजन भनेको चाहिँ त्यो पहिलाको स्टेप्स भनेको हल्का आउटडेटेड काइन्ड अफ भइसकेको छ। किनभने मैले टाइम एन्ड अगेन भन्नु पर्ने कुरा हो, यु निड टु एड्याप्ट अकर्डिङ टु द मार्केट कन्डिसन। र अहिलेको जस्तो मार्केट कन्डिसन छ हो त्यस्तो मार्केट कन्डिसनमा दिस इज द मोस्ट इम्पोर्टेन्ट थिङ युल एभर निड है। यति कुराले तिमीले यसलाई बेस बनाएर तिमीले आफ्नो मोडल बनाउन सक्यौ भने दिस इज मोर देन एनिथिङ युल एभर निड है। यति यति बुझ्यो? यति हो केटा, केही नै चाहिँदैन तिमीहरूलाई। यो कुरालाई साइडमा राखिदिउँ। अब हामी केमा जाऊँ? अघि गरिराखेको कुरामा। अब यही कुराहरू हामी के गर्छौँ? चार्टमा हेर्छौँ। अब यहाँ मैले के देखेँ त, हेर त, म डेली टाइम फ्रेमदेखि स्टार्ट गर्छु। डेली टाइम फ्रेममा जाँदा वाट डु आई सी? डेली टाइम फ्रेममा यहाँ हाम्रो के गरेछ? प्राइसले तलको लो लिइदिएको छ, तर हामीसँग तल के छ? अर्को एउटा लो छ। यो के भित्र छ? फेयर भ्यालु ग्यापभित्र। भनेपछि यहाँ के हुन्छ? राम्रो लिक्विडिटी हुन्छ। त्यसपछि प्राइसले के गर्न सक्छ? हामीले के गर्नुपर्छ? 4 घन्टामा गयो। 4 घन्टामा गएपछि यहाँ के देखिरहेको छु म? यहाँ एउटा जुन फेयर भ्यालु ग्याप छ त्यसलाई प्राइसले के गर्यो? डिसरेस्पेक्ट हान्यो। भनेपछि के गरिरहेछ? माथि जाने सङ्केत दिइरहेछ हो। 1 घन्टामा जाऊँ। 1 घन्टामा जाँदा मैले यहाँ के देखिरहेको छु? यहाँ एउटा फेयर भ्यालु ग्याप छ है, यहाँ एउटा फेयर भ्यालु ग्याप छ, यहाँ एउटा फेयर भ्यालु ग्याप छ, यहाँ एउटा फेयर भ्यालु ग्याप छ हो। भनेपछि प्राइसले के गर्न सक्छ? बुलिसै छ भने पनि यो दुईटा लो त लिनु पर्यो, यो तलको नले पनि यो माथिको त लिनु पर्यो नि त। किनभने म्यानिपुलेसन त चाहियो होइन। डिस्ट्रिब्युसन हुनुको लागि म्यानिपुलेसन त चाहियो। प्राइस यहीँबाट माथि जाला त जान सक्छ, चपी प्राइस एक्सनमा जान्छ पनि, एसएमटी छ भने जान्छ पनि। तर हामीले के चाहियो? लिक्विडिटी स्विप भएको हुनु पर्यो हो। ठिक छ अहिलेसम्म। भनेपछि 1 घन्टापछि केमा गयो? 30 मिनटमा गयो। 30 मिनटमा जाँदा सेम थिङ हियर। तर यहाँ अर्को एउटा नयाँ कुरा के छ भने वी हेभ दिस ओपन फेयर भ्यालु ग्याप यतातिर हो। भनेपछि यसलाई हामी के गर्न मिल्यो? हटाउन मिल्यो। त्यो हाम्रो इन्भर्जन छँदैछ। अब यहाँ हेर्दाखेरि हामीले के देखिरहेछौँ? हामीले के डिसरेस्पेक्ट गरिरहेछौँ? बियरिस पिडियरिस के अरे बुलिस पिडियरिस डिसरेस्पेक्ट गरेर कहाँ गइरहेछौँ? तल। तर हायर टाइम फ्रेममा हामीले यहाँ के पनि गरेका थियौँ? एउटा 4 घन्टाको फेयर भ्यालु ग्याप इन्भर्स हानेको थियौँ हो। भनेपछि हाम्रो के छ यहाँ? मिक्स छ नि त, मिक्स म्याक्स छ नि त। अब कुनै रेस्पेक्ट कुनै डिसरेस्पेक्ट सानो टाइम फ्रेममा। भनेपछि हो त्यस्तो हुँदाखेरि चाहिँ हाई टाइम फ्रेममा त्यस्तो भएपछि हामीले सानो टाइम फ्रेम 15 मिनट 5 मिनटमा गएर चाहिँ हामीले के गर्न मिल्यो? स्ट्रक्चर हेर्न मिल्यो हो। अब यो कुरा मैले हटाइदिएँ। अब यहाँ प्राइसले के गरेछ? एउटा 15 मिनटको ग्याप खोलेको छ हो।
यहाँ 15 मिनटको ग्याप खोलेको छ डुइङ वाट इन्भर्सिङ दिज अल लिक्विडिटिज फेयर भ्याली ग्याप्स हो त्यसपछि यसमा मैले के एक्सपेक्ट गर्न सक्छु आइदर प्राइस डज समथिङ लाइक दिस र मलाई एन्ट्री दिन्छ तलतिर या यो तलको लो हानेर मलाई लङ्स दिन्छ या यो तलको लो हानेर लङ्स दिन्छ या यो तलको लो हानेर लङ्स दिन्छ हैन दुईटामा एउटा कुरा त मलाई थाहा भइसक्यो भनेपछि मैले केही एन्टिसिपेट गर्नु पर्यो त मैले केही अजम्सन राख्नु पर्यो त परेन मैले एन्टिसिपेट गरेँ अजम्सन भन्न खोजेको सरी एन्टिसिपेट भनेको अघि मैले एन्टिसिपेट गर्न मिल्यो नि त अजम्सन राख्नु पर्यो त मैले के होइन यस्तो भयो भने यस्तो हुन्छ यस्तो भयो भने मात्र ट्रेड लिन्छु होइन अब यस्तो हुन सक्ला त्यो मलाई चाहिएन क्या भए हुन्छ नभए हुँदैन भयो भने पार्टिसिपेट गर्छु भएन भने पार्टिसिपेट गर्दैन ठिक छ हेरौँ यहाँ हेर लो लिएको छैन अब एसएमटी छ भने छुट्टै कुरा हो तर ओके सी यो तलको लो लिदियो हो अब भनेपछि हामीसँग अर्को एउटा कन्डिसन के छ हामीसँग अब यत्रो ठुलो डिस्प्लेस हाने प्राइसले यहाँ तल हामीसँग लोहरू छ तर मैले यो कुरामा के पनि भनेको थिएँ भने इफ यु हेभ यत्रो ठुलो विक्सहरू जसले लिक्विडिटी स्विप गरेको छ यसको 50% मा हाम्रो फेयर भ्याली ग्याप जसरी काम गर्छ यसको 50% हो भनेपछि यसको 50% कहाँ हुन्छ यतातिर हुन्छ कहाँबाट खै मलाई बाई डिमेट लागेछ हो ल भनेपछि अब म के गर्ने भयो 15 मिनटमै जाने भयो अब मसँग कन्डिसन के छ यो 50% बाट रिजेक्सन दियो भने प्राइस के गर्नुपर्ने हुन्छ यो माथिको अनफिल्ड ग्यापहरूमा जानुपर्ने हुन्छ दिएन भने तलतिर डिस्प्लेस हान्यो भने तलै जान सक्ला हेर त यहाँ के गर्यो रिजेक्सन दिँदैछ हो मैले भनेको कुरा बुझ्यो भनेपछि तिमीले यसलाई कसरी खेल्न सक्थ्यौ त तिमीले यसलाई कसरी खेलाउन सक्थ्यौ यहाँ र 50% ट्याप हानिसकेपछि तिमीले यहाँनिर यो लेगमा स्ट्रक्चर हेरेर के गर्न मिल्यो यतातिर कतै लङ्स लिएर यतातिर स्टप लस राखेर यता कतै लङ्स लिएर यो टार्गेट गर्न मिल्थ्यो किन हामीले के गरेको हो कन्डिसन खेलाएको हो क्या यसलाई रेस्पेक्ट गरेर माथि जाँदैछ भने हामीसँग माथि के छ लिक्विडिटीहरू छ यहाँ हेर त हो यहाँ हेर त यो पनि हाम्रो लिक्विडिटी त हो नि हामीले मार्केट ओपन अगाडि नै हामीले एन्टिसिपेट गरेको यही होइन र हो कि होइन हो नि हो यो कुराहरू हो क्या केटा अब तर तिमीले यहाँ माथिसम्म होल्ड गर्न भ्यालिड हुन्छ त बिआर ट्रेडिङ प्रो फर्म्स है सिधा कुरा भन्दा चाहिँ म तिम्रो 1:1.5 1:1.5 देखि 2 आरआर इज मोर देन इनफ टु बी कन्सिस्टेन्टली मेकिङ मनी फ्रम प्रो फर्म्स रिजेक्सन ब्लकलाई रेस्पेक्ट गर्ला जस्तो देखियो भने लिक्विडिटी स्विप नगर्दा हुन्छ यस्तो हुन्छ ब्रदर अब रिजेक्सन ब्लक कस्तो खालको हो भन्ने हुन्छ यो केसमा कस्तो थियो भने हाम्रो एकछिन कुन 15 मिनटमा केमा हेरेको यार मैले 4 घण्टामा हो 4 घण्टामा हो जस्तो छ हो 4 घण्टामा हो अब यो रिजेक्सन ब्लक कसरी मैले यसलाई मानिरहेको थिएँ भन्दाखेरि हाम्रो यहाँ लिक्विडिटी स्विप भएको थियो नि त लिक्विडिटी स्विप भइसकेपछि यसको 50% सुड एक्ट एज हाम्रो रिब्यालेन्स है फेयर भ्याली ग्याप जसरी काम गर्नु पर्यो हो अब मैले यहाँ कहाँबाट यहाँ मार्क गरेँ मलाई थाहा भएन कतिमा मार्क गरेँ तर लिक्विडिटी स्विप भएको हुनु पर्यो या त पोइन्ट अफ इन्ट्रेस्ट ट्याप गरे हुनु पर्यो अब जस्तै यो रिजेक्सन ब्लक कसरी भयो यसले माथितिर रिजेक्ट गरेर अर्कोलाई के गरेछ माथितिर क्लोजिङ दिएको छ नि त अर्को क्यान्डल माथि क्लोजिङ भएको छ भनेपछि यो हाम्रो रिजेक्सन ब्लक भयो हो यो विक है त्यतातिर खासै नजाँदा हुन्छ मैले भनेको कुरा चाहिँ बुझौँ न यो हाम्रो 50%लाई मार्क गरेर कति मिनटमा थियो जस्तै यो हाम्रो यत्रो ठुलो विक छ यसलाई 50%मा मार्क गरेर यसलाई हामीले फेयर भ्याली ग्याप जसरी हेर्न मिल्ने कन्सेप्टलाई मात्र ध्यान दिउँ न अब हाम्रो ड्रन लिक्विडिटी माथि नै छ तर यो माथि गइरहनु पर्यो त हामीलाई पैसा बनाउनको लागि जाओस् नजाओस् त्यो अब हामीलाई मतलबको कुरा भएन क्या केटा बुझ्यौ नि हाम्रो अब मार्केट भनेको हामीलाई चाहिने कुरा गरिसक्यो अब हेर त है यहाँसम्म होल्ड हानेको थियो भने के हुने रहेछ सेकाइ हुने रहेछ हो त्यसपछि फेरि के गर्ने फेरि स्ट्रक्चर हेर्न थाल्यो अब यहाँ हामीसँग के छ यो तलको लोले पोइन्ट अफ इन्ट्रेस्ट ट्याप हानेछ भनेपछि यो ग्यापहरूले के गर्नु पर्यो प्राइसलाई रेस्पेक्ट गराएर माथितिर ढकाल्नु पर्यो अब यहाँ हाम्रो के हुन्छ ग्यापले रेस्पेक्ट गर्न खोज्दैछ अब लोवर टाइम फ्रेममा गएर के खोज्ने स्ट्रक्चरहरू खोज्ने स्ट्रक्चर अब यहाँ 1 मिनटको इन्भर्सन दिएको छ तर इज दिस भ्यालिड अहिले भ्यालिड होला त हुनसक्छ किनभने यहाँ माथि हाम्रो ओपन ग्याप छ तर प्राइस केबाट रिजेक्ट हान्ला छ माथि होइन केही छैन छन त अहिलेको लागि तर पनि हामीलाई यो कुरा के थाहा छैन भने यो माथिको लो रेजिस्टेन्स लिक्विडिटीहरू अझै अभाइलेबल छ कि छैन भन्ने कुरा थाहा छैन यहाँ माथि एसएमटी हुन सक्यो होइन एसएमटी भयो भने हाम्रो सेकाइ हुन्छ
नत्र तिम्रो यो 5 मिनटको कन्टिन्युएसन किन नराम्रो छैन त? किन नराम्रो छैन यो 5 मिनटको कन्टिन्युएसन? किनभने यो पोइन्ट अफ इन्ट्रेस्टबाट आएको हो नि त होइन, पोइन्ट अफ इन्ट्रेस्टबाट आइरहेको छ नि त, यो त स्पोन्सर्ड मुभ हो नि त माथितिर है। हो हेरिदिउँ 1 मिनटको इन्भर्जनले के गर्ने रहेछ, लस हान्ने रहेछ है। यो माथिको 1 मिनटको इन्भर्जनले अब हाम्रो यहाँ 5 मिनटको सब लोहरू हानिसकेपछि चाहिँ यहाँ हामीले माथि हेर्ने भने के पनि छ हामीसँग, इक्वल हाई पनि छ। भनेपछि यसले के बनायो, हाम्रो सेटअपलाई अलिक राम्रो बनायो। भनेपछि यो माथिको 1 मिनटको इन्भर्जन दियो या केही गर्यो भने हामीले के गर्न मिल्ने रहेछ, 1 मिनटको इन्भर्जनमा हामीले लङ्स लिएर कहाँ टार्गेट गर्न मिल्यो, यो माथिको हाईहरू टार्गेट गर्न मिल्यो। हेर त, हो बुझ्यो मैले भनेको कुरा। अब फर्स्ट थिङ बाई दिस यो 1 मिनटको इन्भर्जन फेल्ड कुड हेभ बिन दिस, यो खालको कुराहरू। तर फेरि 5 मिनटको तिम्रो यहाँ 5 मिनटमा गएर हेर्ने हो भने चाहिँ आई डोन्ट सी एनिथिङ इनभ्यालिड इन दिस सेटअप। अब यसमा हाम्रो किन यो सेकेन्ड चोटि चाहिँ धेरै राम्रो भयो भन्दाखेरि वी मेड दिस इक्वलाइज कहाँ बनायो, ठ्याक्क हाम्रो जेनेरेटेड के अरे हाम्रो ड्रन लिक्विडिटीको तल जेनेरेटेड लिक्विडिटी बनाइदियो, जसले गर्दा चाहिँ हाम्रो ड्रन लिक्विडिटीलाई अझै राम्रो बनाइदियो है। त्यसपछि हामीले के गर्यौँ, 1 मिनटको इन्भर्सन छ, 1 मिनटको इन्भर्सनमा ट्रेड लिने। अब यो केसमा यो भनेको चाहिँ के हो भन्दाखेरि यो खालको ग्याप भनेको चाहिँ यो 5 मिनटको ग्याप जुन छ नि, यो खालको ग्याप भनेको चाहिँ के हो भने तिमीहरूको प्राइस बियरिसै छ भने पनि यहाँ चाहिँ जानै पर्ने हुन्छ क्या प्राइसले, बुझ्यौ नि। प्राइस बियरिसै छ भने पनि जानुपर्ने हुन्छ, बुलिस रहेछ भने त यहीँबाट माथि उड्न थाल्छ होइन। अब प्राइस हाम्रो बियरिसै रहेछ भने पनि यो ग्यापमा ट्याप हान्न, यहीँबाट स्पोन्सर हान्न तलतिर जानुपर्ने हुन्छ। जस्तै यो हेर त, हो प्राइस बियरिसै रहेछ नि त होइन, तल गयो त्यहाँबाट रिजेक्सन दिएर होइन। हो त्यस्तो कुरा भनेको चाहिँ तिम्रो यो भनेको चाहिँ एउटा यस्तो ड्रन लिक्विडिटी हो जसमा प्राइस बुलिस होस् बियरिस होस् मतलब भएन, जानु नै पर्यो। बुझ्यो बुझ्यो कुराहरू केटा हो। ल ठिक छ, बुझ्यो भने आजको लागि यति गरौँ। म रेकर्डिङ उयो कहाँबाट रेकर्डिङ बन्द